फाइनली दुईटा प्रदीप मिलेर एउटा फिल्म ल्याउँदै हुनुहुन्छ जसको नाम हो एक्लो आइ, जसको टिजर आज ड्रप भएको छ। म यो टिजरलाई एक लाइनमा रिभ्यू गर्नुपर्दा यति नै भन्न चाहन्छु, इट्स अ सोलिड साइ-फाई फिल्म टिजर। यसमा म प्रदीप साईलाई स्पेसियली मेन्सन गर्न चाहन्छु, जसले दिनरात नभनी नेपाली अडियन्सले पनि यो लेभलको मुभी डिजर्भ गर्छ भनेर 5 दिन लगाएर टिजर कट स्मार्टली गर्नुभयो। एक्लोको फर्स्ट लुक पोस्टर रिभ्यू गर्दा छिटो नै मैले डिरेक्टरको भिजन र डेडिकेसनलाई अन्डर एस्टिमेट गरेको थिएँ। त्यसको लागि सरी। यो मुभीमा जुन भिजुअल इफेक्ट्स र सीजीआई को पोटेन्शियल छ त्यसलाई नेपाली अडियन्सले सपोर्ट गर्दैन, किनकि यिनीहरू छड्के 2 र क्याप्टेन जस्तो मोटिभेसनल फिल्ममै खुसी छन्। 10 to 20 करोडको बजेटमा यो एक्लो बाहेक के एक्सपेक्ट गरेका छौ? छड्के 3 ये क्या बक रहे हो मादरचोद? आई नो कि टिजरमा फ्लज छ, टिजरमा भिजुअल इफेक्ट्स र सीजीआई अझै राम्रो हुन सक्थ्यो र कविता नेपालीको डायलग पनि। त्यो देखेर पन फिल्मको याद आयो। कोही पनि अफेन्ड नहुनु होला, यो फिल्मको बारेमा कुरा हुँदैछ, रियल लाइफको बारेमा होइन। टिजरमा सुनिल थापाको डायलग बाहेक कसैको पनि डायलग नै छैन। टिजरबाट एक्लोको कहानी प्रिडिक्ट गर्न मुस्किल नै छ। आई थिंक प्रभासको लेटेस्ट फिल्म कल्की 2898 AD को कन्सेप्ट जस्तो लाग्छ, कली भर्सेस कल्कीको कन्सेप्ट। मुभीको सिनेमाटोग्राफी बीजीएम टप लेभलको छ, स्पेसियली बीजीएम अनिरुद्धको जस्तो लाग्यो, एकदम ब्याङ्गर वाला बीजीएम। यो मुभी 1 जनवरीमा रिलिज हुँदैछ। म त अहिलेदेखि नै फिल्मको लागि एकदमै एक्साइटेड छु। बाँकी आफ्नो ओपिनियन कमेन्टमा लेख्नु होला। सी यू इन नेक्स्ट भिडियो। बाई। यदि भिडियो मन परे सब्स्क्राइब गर्नु होला।